Hey everyone, welcome back to the Heavenly Hills. Today's ride is not just another road trip. It's a ride with purpose. I'm heading to the beautiful hill town of Kalimpong. But not just for the views, though trust me, they are absolutely breathtaking. This time I'm on a coffee mission. In these peaceful hills, a quiet revolution is brewing. The rise of coffee farming in the hills of North Bengal is something you don't want to miss. My goal, to discover the story, to meet the people behind the beans, and to learn from the land that makes it all possible. But before I dive deeper, huge shout out to today's sponsor, Aaron's Experimental Coffee Lab. This lab isn't just about brewing coffee, it's about understanding it, experimenting with it, and connecting people back to its roots. Their support has made this journey possible, and their vision goes far beyond the cup. Back to the journey. When I reach Kalimpong, I'll be meeting someone truly special, Mr. Rishi Pradhan. He's a coffee expert, a passionate roaster, and a coffee farmer with deep knowledge of the craft. We'll sit down together, learn from his experience, and gain insights into the entire journey from soil to sip. And here's the best part, you can join me too. If you're passionate about coffee, curious to explore, and ready for an unforgettable ride, you're invited. Register now at SMAC-C3DIN and be part of our next exploration into the world of Indian coffee. We'll learn, ride, sip, and grow together. So stay tuned as I ride into the heart of Kalimpong, uncover stories worth telling, and meet the amazing people brewing change in the hills. Don't forget to like, comment, and subscribe because this journey, it's just getting started. Thanks for watching. And remember, brew with heart, ride with purpose. तर कफी मान्छेले सोच्दा राम्रो हो एकदमै उयो हो के रे हाम्रो प्रफिटेबल एउटा भेन्चर हो कफी अन्त फेरि कस्टमर भन्यो भने कफी चाहिँ यस्तो हो कि जस्तोमा चाहिँ एउटा फार्मर फ्रेन्डली उयो नै भनौँ न एउटा प्रोजेक्टै भनौँ जस्तोमा उम्रिनु चाहिँ पनि उम्रिन्छ अनि फेरि त्यहाँको वातावरण जस्तो छ त्यही वातावरण त्यो कफीले लिएर के रे लिएर आउँछ जस्तोमा चाहिँ हाम्रो अब यो क्यू ग्रेडिङ भनिन्छ क्यू क्वालिटी ग्रेडिङ त्यसमा पनि हामीले धेरै फलफुलको उयो पाउँछौँ के अरे बास्ना पाउँछौँ एउटा टेस्ट पाउँछौँ त्यो उसमा पनि तपाईँले अब जस्तै यहाँ मेरो बाजेले पहिला पुरा फकफके क्या त्यो जहाँ रोपेको छु त्यसलाई पहिला फकफके उमार्नु भएको थियो त्यो अहिले फकफके त गुसबेरी भनिन्छ हजुर गुसबेरीको चाहिँ तपाईँको फोर टेस्ट पनि तपाईँको अगाडिको टेस्ट चाहिँ छट्टै खाँदा तपाईँले गुसबेरी पाउनुहुन्छ क्या तर लाइट रोस्टमा मिडियम टु लाइटमा चाहिँ त्यो अलिकति कडा भएपछि त अलिकति तितो अलिक टरो भइहाल्छ स्पेसियालिटी खासै कसरी भन्छ भने तपाईँलाई म भन्छु कि त्यो 10 पोइन्ट्सको ग्रेडिङमा चाहिँ 10 पोइन्ट्सको ग्रेडिङ हुन्छ अब त्यो कफी राम्रो होस् नहोस् तर त्यो एक किसिमले राम्रै छ भने त्यसले पनि स्पेसियालिटी नै पाउँछ अब तपाईँको 10 मा 10 ठोक्नु पनि 100 भयो त्यसमा त तपाईँको एकदमै हाइएस्ट अब त्यो 10 को 10 हिर्का हुन्छ तपाईँको 1 लाखदेखि केजी 1 लाखदेखिको माथि पुग्छ केजी हो तर तपाईँले यो अब हाम्रो चाहिँ के छ भने रेकर्ड राख्नुपर्छ 10 वर्ष 5 वर्ष 10 वर्ष भित्रमा चाहिँ एउटा मिनिमम 80 देखि चाहिँ माथि हिर्काको ल्याउनुपर्छ अझै पनि हामी स्पेसियालिटी ग्रेडिङ हैन नै भन्छौँ किनभने फर्स्ट भएको बराबर हो यसमा पनि तर तपाईँको एटलिस्ट प्याटर्न 5 इयर प्याटर्न 10 इयर प्याटर्नमा चाहिँ तपाईँले 80 देखि माथि नै ठोकेको हुनुपर्छ त्यो जग्गाको कफीले त्यहाँपछि मात्रै भनिन्छ कि त्यो जग्गा चाहिँ स्पेसियालिटी हो हाम्रो नर्थ बेङ्गलसँग अफिलिएट भएको यहाँ हाम्रो चाहिँ के अरे फार्मको नाम चाहिँ हिमालयस बायो अर्ग्यानिक फार्म है यो चाहिँ मेरो अस्ति भ्यालिडेस यो 8 वर्ष हाम्रो कालिम्पोङ डिस्ट्रिक्ट पुग्दा पनि मेरो फेसिलिटेसन हाम्रो डिएम साहबबाट डिस्ट्रिक्ट आएको ओके तपाईँलाई देखाउनु जुन चाहिँ तपाईँले स्पेसियालिटी कफी भन्नुहुँदैछ नि स्पेसियालिटी कफी त तपाईँको सबैको पनि हुनसक्छ हुन्छ पनि तर कुरामा चाहिँ के छ भने तपाईँको यो जुन चाहिँ तपाईँको 10 तपाईँले हेर्नुभयो भने यो चाहिँ मेरो रिजल्ट है मैले 10बाट चाहिँ 4टा 10टा ठोकेको छु जस्तोमा फ्रेग्रेन्समा हेर्नु छ हो अरूमा 8 आएको छ फ्रेग्रेन्स 10 है त्यहाँदेखि तपाईँको क्लिन कप भनेको कफीको एउटा बसेको हुँदैन स्विटनेसमा 10 छ हो युनिफर्मिटी 10 छ यतिमा चाहिँ 10 हिर्काएर चाहिँ बाँकी त्यो जुन चाहिँ छ त्यो त 5 दिन मुनि पाएन तर कसमा यसो अब यस्तो हुन्छ तपाईँको ह्युमिडको टाइममा कतिलाई फेरि एकदमै अब फेरि दुई किसिमको कफी बनाउनु त मलाई साह्रो पर्दछ जस्तोमा चाहिँ हामीले एउटा कन्भेन्सनल कफी जुन चाहिँ बनाउँथ्यो त्यो एउटा कफीकै एउटा फ्रुटी टेस्ट त्यस्तो न अलिकति अमिलो पनि माग्दछ हजुर अलिकति अमिलो पनि माग्दछ अब त्यसको लागि चाहिँ हामीले 13.1 13.2 13.5 को मोइस्चर पनि राखेर गर्नै पर्छ किन त्यसको माथिको त्यो मोइस्चर निकालेर हाई रोस्ट भयो भने त्यो अमिलो हुँदैन अमिलो पनि मेरो नेसनल सर्टिफिकेट चाहिँ हो
चाहिँ तपाईको ओके USDA अर्ग्यानिक सर्टिफाइड कम्पनी ओके यसको सर्टिफिकेट यिनै छ यहाँ रहेछ नि त ओके हियर इट इज सो एभ्री इयर तपाईले यस्तो खालको यो 3 वर्षको लागि भ्यालिड हो 3 वर्षको लागि है ओके फर 3 इयर्स दिस इज भ्यालिड फर 3 इयर्स एन्ड यो चाहिँ उहाँहरूको कफीको प्याकेजिङ हो र यहाँ देख्नु भइरहेको फिल्टर टोपी लाउनु भएको चाहिँ अहिले तपाईहरुसँग बात गर्दै गरेको हाम्रो ऋषि प्रधानजी हुनुहुन्छ हजुर टियर पोर्स डिप कफी है हजुर हजुर यो हाम्रोमा पनि छ नि एउटा कि ए तपाईले देखाउनु त कफी इन्फ्युजन ब्याग As the sun sets behind the hills and the last sip warms our soul, we are reminded that every journey brings us closer to nature, to people, and to the story inside every cup. This was more than just a ride. This was a memory brewed in the mountains. Thank you for riding with us, exploring with us, and discovering the heart of Kalimpong's coffee culture. Don't forget to like, comment, and subscribe to Heavenly Hills, where we ride, discover, and brew stories that matter. See you at the next coffee adventure.